हे एभ्रिवान, आफूलाई ठिक हुने पोलिसी चुज गर्न गाह्रो हुन सक्छ। कसले कुन पोलिसी लिँदा राम्रो हुन्छ बुझ्नुहोस् हामीसँग। चाइल्ड इन्स्योरेन्स प्लान यदि तपाईलाई हजुरको बच्चाको भविष्य, पढाइ र विवाहको चिन्ता छ भने हजुरको लागि र हजुरको बच्चाको लागि चाइल्ड इन्स्योरेन्स प्लान बेस्ट हुन सक्छ, जसमा हजुरको र हजुरको बच्चाको इन्स्योरेन्स गर्न मिल्छ। यदि तपाईलाई एकमुष्ट रकम र रिस्क कभरेज जीवनभरिको लागि चाहिएको छ भने तपाईलाई होल लाइफ प्लान बेस्ट हुन सक्छ। यदि तपाईलाई अफोर्डेबल प्रिमियममा राम्रो रिटर्न साथै रिस्क कभरेज एउटा फिक्स अवधिको लागि चाहिएको छ भने इन्डोमेन्ट प्लान तपाईको लागि हुन सक्छ। यदि तपाईलाई आफ्नो पैसा होल्ड नगरी बिचमा रिटर्न चाहिएको छ र रिस्क कभरेज पनि चाहिएको छ भने मनी ब्याक प्लान तपाईको लागि हुन सक्छ, जुन प्लानमा रेगुलर इन्टरभल्समा क्यासब्याक सुविधा पनि आउँछ र म्याच्युरिटीमा इन्स्योरेन्स एमाउन्टबाट बाँकी रहेको एमाउन्ट प्लस बोनस पनि फिर्ता आउँछ।